नमस्कार सबैजनालाई स्वागत छ आजको भिडियोमा हामीले कोरियन भाषा नयाँ पाठ्यक्रमको च्याप्टर 38 को शब्द र अर्थ पढ्ने छौं। च्याप्टरको नाम छ खिगे छोरिप। यसको अर्थ मेसिन जडान गर्नु। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब र भिडियोमा लाइक कमेन्ट गर्न नबिर्सिनुहोला। अब मिनिङ सुरु गरौं। खाज्यो ओदा। यसको अर्थ ल्याएर आउनु अथवा ल्याउनु। खाप यसको अर्थ मूल्य। खाप्चिदा यसको अर्थ मूल्यवान हुनु। खेबाल यसको अर्थ विकास। ख्यङसा यसको अर्थ झुकाउ कोल्टो ढलान। ख्याङजेङन्यक यसको अर्थ प्रतिस्पर्धा क्षमता। ख्याङजे यसको अर्थ आर्थिक। खोजाङनान यसको अर्थ बिग्रिएको। खोजङहादा यसको अर्थ सेट गर्नु ठीक गर्नु कस्नु। खोङगान यसको अर्थ स्थान। खोङगु यसको अर्थ औजार उपकरण। खोङगुहाम यसको अर्थ औजार बक्स। खोङगु सायोङबप यसको अर्थ औजार प्रयोग विधि। ख्वानसिम यसको अर्थ चासो रुचि। ख्योछेहादा यसको अर्थ प्रतिस्थापन गर्नु। खुल्लो बल यसको अर्थ विश्वव्यापी ग्लोबल। खुमसोक यसको अर्थ धातु। खिगे छोरिप यसको अर्थ मेसिन जडान गर्नु। खिनुङ यसको अर्थ प्रकार्य फिचर। खिसुल यसको अर्थ सिप र प्रविधि दुवै अर्थ हुन्छन्। खिया झादोङछा यसको अर्थ किया मोटर्स। खिअ यसको अर्थ गियर। खिजुन यसको अर्थ मापदण्ड। कुजुनी यसको अर्थ अथक रूपमा अथवा निरन्तर। नानुदा यसको अर्थ बाड्नु। नासा यसको अर्थ किला। नासामोत यसको अर्थ पेचकिला। नमु यसको अर्थ एकदमै। नथु यसको अर्थ नट। नल्दा यसको अर्थ फराकिलो हुनु। नुसुनहादा यसको अर्थ खुकुलो हुनु। निफ यसको अर्थ निप्पर। थान्दानहादा यसको अर्थ बलियो हुनु। थाङ्गिदा यसको अर्थ तान्नु। थोगु यसको अर्थ औजार। थोम्यानुल फोदा यसको अर्थ नक्सा हेर्नु ब्लुप्रिन्ट हेर्नु। थोछा खादा यसको अर्थ आइपुग्नु। थोरा खादा यसको अर्थ फर्केर जानु। थोप्दा यसको अर्थ सहयोग गर्नु। थुराइब यसको अर्थ पेचकस। रेन्ची यसको अर्थ रेन्ची। रोङनोजु फुल्लाइय यसको अर्थ लामो चुच्चे पेन्चिस। रुनो खोरिया यसको अर्थ रेनॉल्ट कोरिया यो चाहिँ एउटा कार कम्पनीको नाम हो। मामो द्वेदा यसको अर्थ घिसिनु। ममछुदा यसको अर्थ रोक्नु। मङ्खी सुफेन यसको अर्थ ठुलो रेन्ची मिलाउन सकिने रेन्ची एडजस्टेबल रेन्ची। म्याङछिङ यसको अर्थ नाम। मोयाङ यसको अर्थ आकार। मिरे ए छादोङछा यसको अर्थ भविष्यको कार। फाथाङ यसको अर्थ पृष्ठभूमि आधार। फाल्जन यसको अर्थ विकास। फेयरिङ यसको अर्थ बियरिङ। फोल्थु यसको अर्थ बोल्ट। फुफुम यसको अर्थ पाठ पूर्जा। फुल्ली हादा यसको अर्थ
विभाजित गर्नु। फुल्लिउ हादा यसको अर्थ छुट्याउनु, वर्गीकरण गर्नु। फुने हादा यसको अर्थ छुट्याउनु, विघटन गर्नु। सागाख्याङ यसको अर्थ चौकोर आकार। सायोङ-बप यसको अर्थ प्रयोग विधि। साइजोखे इरादा यसको अर्थ राम्रो भावमा काम गर्नु। साइजु यसको अर्थ साइज। सानप यसको अर्थ उद्योग। साङथे यसको अर्थ अवस्था। सेङ्गिदा यसको अर्थ उत्पन्न हुनु। सेङसान हादा यसको अर्थ उत्पादन गर्नु। सन्दोजकिन यसको अर्थ अग्रणी, नेतृत्वदायी। सल्जङ हादा यसको अर्थ सेट गर्नु, स्थापित गर्नु। सल्छी हादा यसको अर्थ जडान गर्नु, स्थापना गर्नु। सङजाङथोङन्यक यसको अर्थ विकास शक्ति अथवा विकास इन्जन। सङजाङुल इकुलदा यसको अर्थ विकास गर्नु अथवा विकास बढाउनु। सेगे यसको अर्थ विश्व। सोन्साङद्वेदा यसको अर्थ क्षति पुग्नु। सुरीहादा यसको अर्थ मर्मत गर्नु। सुसोछा यसको अर्थ हाइड्रोजन कार। सुजुनगी यसको अर्थ स्तर नाप्ने उपकरण, लेभल नाप्ने उपकरण। सुछुल यसको अर्थ निर्यात। सुन्स यसको अर्थ क्रम। सुफेन यसको अर्थ रेन्ची। सित्ता यसको अर्थ लोड गर्नु। सिलजक यसको अर्थ वास्तविक नतिजा अथवा उपलब्धि। सिप्जादुराइब यसको अर्थ क्रस पेचकस। यो प्लस चिन्हको जस्तै टाउको भएको पेचकसलाई चाहिँ सिप्जादुराइब भनिन्छ। अन्दा यसको अर्थ माथि राख्नु। अप्सजिदा यसको अर्थ हराउनु, डिसपियर हुनु। यखाल यसको अर्थ भूमिका। यन्गु वा खेबाल यसको अर्थ अनुसन्धान र विकास। योछङ हादा यसको अर्थ अनुरोध गर्नु। वनह्यङ यसको अर्थ गोल आकार। उसुम्यन्स यसको अर्थ हाँस्दै। विहमहानिका यसको अर्थ खतरा भएकाले। युजी द्वेदा यसको अर्थ कायम हुनु। युक्काक रेन्ची यसको अर्थ हेक्स रेन्ची। युक्काख्याङ यसको अर्थ षट्भुज आकार। इमुलजिल यसको अर्थ अपरिचित पदार्थ, फरेन सब्सटेन्स। इल्जादुराइब यसको अर्थ सिधा पेचकस। यो माइनसको चिन्ह जस्तै टाउको भएको पेचकसलाई चाहिँ इल्जादुराइब भनिन्छ। छादोङछा सानप यसको अर्थ कार उद्योग। छारुदा यसको अर्थ काट्नु, छिनाउनु। छासक यसको अर्थ चुम्बक। छासकसिक यसको अर्थ चुम्बकीय। छायुलजुहेङ यसको अर्थ स्वचालित गाडी। छाजे यसको अर्थ सामग्री। छाकदोङ यसको अर्थ सञ्चालन। छागब थोम्यानुल फोदा यसको अर्थ कामको ड्रइङ हेर्नु, कामको नक्सा हेर्नु। छागब सुन्स यसको अर्थ कामको क्रम। छाल्मोद्वेदा यसको अर्थ गलत हुनु। छाङछाक खादा यसको अर्थ जडान गर्नु, स्थापना गर्नु। छेगोरुल फा खादा यसको अर्थ स्टक चेक जाँच गर्नु। छे छागप यसको अर्थ पुनः काम, रिवर्क। छन्गी छा यसको अर्थ इलेक्ट्रोनिक गाडी। छनवन यसको अर्थ
पावर बिजुली। छमगम हादा यसको अर्थ चेक जाँच गर्नु। छेदेरो यसको अर्थ ठिकसँग अथवा सही तरिकाले। छेफुम यसको अर्थ उत्पादन अथवा उत्पादित सामान। छोरिप फादा यसको अर्थ जडान गर्नु। छोरिप खुङ्गु वा फुफुम यसको अर्थ जडान गर्ने औजार र पाटपुर्जा। छोरिप मित फुने छागप ख्वाल्यन अहुई यसको अर्थ जडान र फुकाल्ने काम सम्बन्धित शब्दावली। छोइदा यसको अर्थ कस्नु। छोजरादा यसको अर्थ समायोजन गर्नु, सेट गर्नु, ठिक गर्नु। छोप्ता यसको अर्थ साघुरो हुनु। छुयो यसको अर्थ प्रमुख। छुयो सङ्जाङ थोङ्न्यक यसको अर्थ प्रमुख वृद्धि शक्ति, प्रमुख विकास शक्ति। छुङसिम उरो यसको अर्थ केन्द्रित गरेर। छुङ्ग्यो हान यसको अर्थ महत्त्वपूर्ण। छुन्बी थ्वेसयो यसको अर्थ तयारी भयो। छिगुम थोङवा ख्वेन्छानुसेयो यसको अर्थ अहिले कुरा गर्न मिल्छ, अहिले फोनमा कुरा गर्न मिल्छ। छिनहेङ द्वेदा यसको अर्थ प्रगतिमा हुनु। छाजी हादा यसको अर्थ कब्जा गर्नु, ओगट्नु। छेङ्ग्य नोत्था यसको अर्थ अलग राख्नु अथवा तयारी गरिराख्नु। छल्सा यसको अर्थ तार। छुगी फुदुरप्ता यसको अर्थ अक्ष नरम हुनु, धुरी नरम हुनु। छुरा हादा यसको अर्थ ढुवानी गर्नु। छुकजङ हादा यसको अर्थ नाप्नु। छिनह्वानग्याङ यसको अर्थ वातावरण अनुकूल, इको फ्रेन्डली। खोइल सुफुरिङ यसको अर्थ घुमाउरो स्प्रिङ। खुगी यसको अर्थ साइज। थोक्खु रेन्ची यसको अर्थ मापन गर्ने, टोर्क रेन्ची। थुजा यसको अर्थ लगानी। थुरक यसको अर्थ ट्रक। फासोन द्वेदा यसको अर्थ टुट्नु, फुट्नु। फाहा खादा यसको अर्थ चेक जाँच गर्नु, पत्ता लगाउनु। फाइफु रेन्ची यसको अर्थ पाइप रेन्ची। फान्मे यसको अर्थ बिक्री। फान्मेर्याङ यसको अर्थ बिक्रीको मात्रा। फेन्ची यसको अर्थ पेन्चिस। फ्याङफ्याङ हादा यसको अर्थ समतल हुनु। फुल्दा यसको अर्थ खोल्नु। फुल्ल यसको अर्थ पुलर, तान्ने उपकरण। फुल्लाय यसको अर्थ पेन्चिस। हानगुगे छादोङ छा सानप यसको अर्थ कोरियाको गाडी उद्योग। हाङसाङ यसको अर्थ सधैँ। हेग्यल यसको अर्थ समाधान। हेक्सिमिन यसको अर्थ मुख्य अंश। ह्यक्सिनुल यसको अर्थ नवीनता। ह्यन्दे छादोङ छा यसको अर्थ आधुनिक गाडी। होन्जा यसको अर्थ एक्लै। ह्वागिन हादा यसको अर्थ चेक जाँच गर्नु। हिम यसको अर्थ शक्ति, बल। हिम छोजरुल हादा यसको अर्थ शक्ति समायोजन गर्नु। यतिको साथ यो च्याप्टरको वर्ड मिनिङ समाप्त हुन्छ। मेरो भिडियो मन पराइदिएकोमा च्यानललाई सब्स्क्राइब र भिडियोमा लाइक कमेन्ट गर्न नबिर्सिनुहोला।